Hello and namaste everyone. Welcome to the world of Muskan, where the things are raw, real and always from the heart. आज चाहिँ म यहाँ ठुलो मम्मीहरुको घरमा छु। उहाँ चाहिँ मेरो ठुलो मम्मी हो अनि उहाँ चाहिँ मेरो दाइ हो। आज हामी उहाँहरुसँग कुरा गर्छौं। ठुलो मम्मी, हजुरलाई हाम्रो गाउँको सबसे धेरै मन पर्ने कुरा के हो? मन पर्ने अब हाम्रो गाउँमा के फलफुलमा केराहरू, आँपहरू हैन, सुन्तला हाम्रो गाउँमा पाइने यही त हो। पाकेको फर्सी अरु के हुन्छ नि यो गाउँमा कोही मान्छे मैले कसैलाई मेरो साथीहरुलाई बोलायो भने चाहिँ के भनेर बोलाउँछ? यो गाउँमा के राम्रो छ भनेर ल्याउनु मैले? हाम्रो अब सुन्तला पाउँछ हाम्रो ठाउँमा, भिटामिन भएको अब केराहरू पाउँछ राम्रो राम्रो ताजा भनेर भन्नु, अनि पाकेको फर्सीहरू पाइन्छ भन्नु, आँपहरू हुन्छ सिजन सिजनमा, नास्पाती हुन्छ भनेर भन्नु, अनि त्यस्तो मन पराउनुहुन्छ नि त। केमिकल हालेको हुँदैन हाम्रो ठाउँमा, हाम्रै बोट छ, हामीसितै हाम्रो फलेको आफ्नो अब सिजन अनुसारको। अनि दाइलाई चाहिँ सुरुमा मैले के सोधेँ भने अब हजुरले यहाँ भएदेखि यहीँ हुनुहुन्छ नि त हजुर वाकुमै हैन? अब छोराछोरी बाहिर पढाइरहनु भएको छ, यहाँको विकास कतिको देख्नु भएको छ, अनि वाकुमा चाहिँ के कुराको कमी छ, मान्छेहरूले के चाहिँ गल्ती गरिरहेछन् यो डेभलप गर्नको लागि चाहिँ हाम्रो गाउँलाई? हाम्रो यहाँ एकदम प्राकृतिक भरिपूर्ण भएको ठाउँ हो यो। यहाँ हरेक कुराहरू चाहिँ ताजा छन्, फलफुलहरू ताजा छ, गाउँ हरियाली छ, गाउँ रमणीय छ, सबै कुराले पोख्त छ। तर यहाँको चेतनामा चाहिँ अलिक कमी भएको अवस्था छ कि गाउँको अभिभावकहरूको, यहाँको मान्छेहरूको, यहाँको चाहिँ चेतनामा चाहिँ कमी भएको जस्तो मलाई लाग्छ। जस्तै अब हजुर त टिचर पनि हो नि त, पढाउनु पनि हुन्छ। अब हजुरले आफैले आफ्ना बच्चाहरू 5, 6मा छन्, 8 क्लासमा छन्, उनीहरूलाई दाज्दा र यहाँ पढाउने, यहाँ जुन तपाईँले पढाउने स्टुडेन्टहरूलाई दाज्दाखेरि त अन्तर त धेरै पाउनुहुन्छ नि त हैन? त्यसमा चाहिँ के कुराको कमी कमजोरीले त्यो देखिन्छ जस्तै लाग्छ? यहाँ चाहिँ सहर बजारमा बसेका बच्चाहरू अलिकति बाठडाठा हुन्छन्, चेतनाको कमी अलिक हुँदैन, उनीहरू हरेक कुरामा पोख्त हुन्छन्। तर यहाँ चाहिँ अब अलिकति त्यही त हो, गाउँमा काम गर्नुपर्छ सबै कुराहरू, अनि अभिभावकको चेतना अलिक कम भएको, अनि त्यही पढ्न मात्रै भन्ने, अनि त्यहाँदेखि पढेन भने काममा मात्रै भन्ने, अनि त्यो अवस्था छ। अरू बाहिरी कुराहरू केही पनि नगर्ने, वातावरण नमिलाइदिने अभिभावकहरूले, त्यही भएर चाहिँ अलिकति फरक हो कि भन्ने चाहिँ भएको छ। अब नानीहरूलाई गाउँ फर्केर गाउँमा केही गर भन्न सक्नुहुन्छ त एज अ प्यारेन्ट्स? अब सकिन्छ किन नसक्ने, हाम्रो ठाउँमा त गरेर खाने ठाउँ छ नि यहाँसम्म त। तर यहाँनिर व्यवस्थापन त्यो खालको छ कि छैन? यहाँ आएर उन्नति प्रगति गर्न सकिन्छ कि सकिँदैन भन्ने क्वेसन छ नि त। त्यो व्यवस्थापन गर्ने पाटो चाहिँ अलिक गाह्रो अवस्था छ, किनभने त्यो व्यवस्थापन गर्न लागि यहाँको सबै हरेक कुराहरूको चाहिँ साथ दिनुपर्छ। यहाँको चेतनादेखि लिएर हरेक कुराहरू, यहाँको चाहिँ व्यवस्थापन हैन, यहाँको चाहिँ अब यहाँको लिडर गर्ने व्यक्तिहरूले चाहिँ अब जिल्लाको अथवा पालिकाको अथवा वडाको लिडरमा अलिक कमी भएको र त्यहाँको अलिक विकासमा चाहिँ कम भएको हुनाले यहाँ ल्याएर केही गर्न अलिकति गाह्रो हुने हो कि भन्ने चाहिँ लाग्छ। अनि ठुलो ममलाई चाहिँ जस्तै अब यहाँनिर के हुन्छ भने कति धेरै हाम्रो गाउँमा अझै पनि तपाईँहरूलाई पनि थाहा छ यस्तो खालको घरहरू छ कि जहाँनिर नुन तेल त सबैलाई चाहिने कुरा भयो नि त हैन? उनीहरूलाई चाहिन्छ तर उनीहरूसँग किन्ने पैसा छैन हैन? त्यस्तो खालको घर हामीले कति धेरै देख्छौँ नि त हैन? अनि यहाँ कसरी चाहिँ जीविका गरिरहेछन् त उनीहरूले? के गरी आफ्नो लाइफस्टाइल बिताइरहेछन्? दुःख नि पहिला त हामी हाम्रा अब श्रीमानहरू जानुहुन्थ्यो, कटारी जानुहुन्थ्यो, जिरी जानुहुन्थ्यो, चामलै बोक्न जानुहुन्थ्यो। अहिले चाहिँ अलि सुविधा भएर छ, बाटो आयो, अब घर घरमा चामल, नुन तेल, साबुनहरू गाडीले ल्याउन थाल्यो हैन? त्यही पनि बाटो बिचमा भत्किन्छ, के हुन्छ, समस्या छ। अब बनाउनु पर्यो, सरकारलाई पनि गाह्रो एकदम बजेट दिन, अनि त्यही भएर अहिले पहिलाको तुलनामा अहिले अलि सुविधा छ हामीलाई। त स्वयंसेविका भएर नि काम गर्नु भएन? गरेँ मैले त 2049 सालदेखि 80 सालसम्म, कति 30 वर्षै कति मैले काम गरेँ र रिटायर पनि भएँ। यहाँको बच्चाहरू कस्तो भयो त्यतिखेर काम गर्दाखेरि? कस्तो भयो? मलाई त उत्सुकता भयो नानी, किनभने तिमीहरूलाई नि मैले भिटामिन खुवाएँ, जुकाको औषधि खुवाएँ होइन, पोलियोहरू दुनियाँ बारे जानी नजानी सिकाएँ। 6 वार्डमा डुले, क्लिप चाडहरू लिएर एउटा केन्द्र पर्मानेन्ट संस्था आएर थियो, अनि 6 वार्डमा डुलेर 1 महिनामा एउटा विषय लिएर, जस्तै झाडापखालाको, गर्भवती सम्बन्धीको, अनि परिवार निधन सम्बन्धीको, त्यस्तै विषय फरक लिएर महिनामा एउटा विषय लिएर म 6 वार्ड डुलेँ पहिला।
आफू लेख्न जान्दिनँ थिएँ। साथी जहाँ गयो उनी अब लेख्ने मान्छे हुनुहुन्थ्यो, उहाँले लु बाबु सहयोग गरिदिनु पर्यो मलाई भने। मैले काम गरेँ त्यसरी र म रिटायर पनि भएँ। तर छोड्दा मलाई नमिठो लाग्यो, किनभने बालबच्चादेखि मलाई साह्रै माया छ। तिमीहरूलाई नि भिटामिन खुवाएँ, अब तिमीहरूदेखि अब है अहिले त्यस्ता नानीहरू ठुल्ठुलो पढ्ने भए, कोही डाक्टर भए, कोही इन्जिनियर भए, ठुलो पढ्ने भए, मैले भिटामिन खुवाएका नानीहरू। र मलाई अझै गरौँ लाग्छ, तर नसकेर र उमेरका हदले पनि मैले निस्किनु पर्यो होइन। तर हेल्प गर्नुभयो नि त गाउँलाई होइन। मलाई त एकदम उत्सुकता र पनि अझै पनि बाहिरबाट सहयोग म गर्छु नै, किनभने म निस्के पनि एकजना यहाँ बहिनीलाई राखेको छ हामीले। म निस्के पनि मैले सुनेपछि चाहिँ यहाँ यस्तो छ है, आज यो खोप छ, यो यस्तो शिविर छ, यो यस्तो सम्बन्धी कार्यक्रम आउँदैछ भनेर चाहिँ मैले सुने बित्तिकै म अरूलाई पनि अझै सहयोग गर्छु। अब हेर्नु न दाइ, हाम्रो गाउँघरमा त जस्तै अब हामीलाई थाहा हुँदादेखि नै, म उहाँ सल्लेरी पढ्न जानुभन्दा अगाडिदेखि नै मलाई थाहा भएको यहाँ पानीको प्रब्लम हो होइन। अझै पनि पानीको प्रब्लम छ। यो के भएर भएको? यो एउटा कुरा किन डेभलप हुन नसकेको होला जस्तो लाग्छ? यसको चाहिँ उत्तर मलाई पनि दिन गाह्रो परिसक्यो होइन। हामीले विगत 2 वर्ष, लगभग 2 वर्ष होला, त्योभन्दा अगाडि दिपक र हामीले चाहिँ जोस जागरका साथ अलिकति पैसा पऱ्यो, त्यसलाई चाहिँ हामी ट्याङ्की बनाऊँ, पानी जतन गरेर राखौँ, अनि त्यहाँ जम्मा आएपछि त बेलुका जमाउने, दिउँसो खोज्ने गरेर चाहिँ बनाऊँ भनेर सल्लाह गरियो। त्यही अनुसार सबैसँग सल्लाह गऱ्यौँ, गर्दाखेरि अनि ट्याङ्की बनाइयो। यहाँ मास्तिर बनाइयो ट्याङ्की। ट्याङ्की बनायौँ, पानी हामीले भनेअनुसारकै पानी बनायौँ। सबैसँग सल्लाह गरेर 3टा धारा छन्, 3 लाइन पानी बनायौँ भन्यौँ। सीमित स्रोत साधनले त्यो चाहिँ धानेर गऱ्यौँ, मान्छे उठायौँ, अब झारलागी उठायौँ, गऱ्यौँ। अन्तिममा गएर व्यवस्थापन गर्ने पाटोमा असम्भव भएन, सकिउन। त्यसमा चाहिँ हामीले सरी नै भन्नुपर्छ। त्यो व्यवस्थापन गर्ने पाटोमा के रह्यो भन्दाखेरि चाहिँ हामीले त्यो त्यहाँनिर चाहिँ जुन बनाएको थियो, कल्पना गरेका थियौँ, 2टा कुरा हामीले सकिन्न। एउटा कुरो, प्रत्येक धारामा धारो लाउने र बन्द गर्ने, पानी खोला नराख्ने। एउटा ठुलो मेन प्रब्लम त्यो हो क्या यहाँको अब चाहिँ। त्यो एउटा कुरो। अर्को कुरो के रह्यो भने हामीले एकजना मान्छे राखेर चाहिँ नियमित बैठक 2 महिना अथवा 2 महिना बस्ने। त्यसपछि चाहिँ हामीले एउटा प्लम्बर राख्ने। त्यो प्लम्बरलाई चाहिँ अब जेला अब सकेको 20 रुपियाँ, 10 रुपियाँ, 5 रुपियाँ कति सकिन्छ उठाउने समूहले सल्लाह गरेर कतिमा बस्छ त्यसलाई मनाएर राख्ने। अब 5-10 रुपियाँ, 20 रुपियाँ कति रहन्छ महिनाको उठाउने र त्यो दिने, र उसले निश्चित समयमा पानी बेलुका बन्द गर्ने, बिहान खोल्ने। ट्याङ्की ठुलो छ। अब त्यो सोचले गरेका हौँ। ती 2टा कुरा फेल खानाले गर्दा पानी यस्तो भएछ। अब पानी छैन, होइन छ, चैत वैशाखमा अलिकति समस्या हुने हो, त्यतिखेर पनि बेलुका बन्द गर्दा हुन्छ। अब बैठक पनि समयमा बसिएन। दोस्रो कुरो, अब धारा बन्द भएन, मेन कुरो चाहिँ त्यो हो क्या। त्यसपछिबाट प्लम्बर अबलाई पैसा नदिएपछि त उसले पनि जाँच चलाएर गर्दैन। एकजना राखेको छ छन चाहिँ, तर पनि राखे तापनि उसले काम हामीले कराएर भन्नु पनि पायौँ न, पैसा दिन सकेको छैन। सबैले उठाएर सबैले दिउँ भन्दा फेरि धेरै छौँ न हामी, 15-20 गर्छौँ। थोरै छौँ, पानी पुग्दैन। त्यो छ। अब यसको कुरो चाहिँ त्यति हो नि। यसको जरै त्यो 2टा कुरा। एउटा प्लम्बरलाई चाहिँ चुस्तो बनाउनु लागि हामी सबैले बैठक बसेर चाहिँ नियमित बैठक बस्नु पऱ्यो। त एक दिन बसेर हुँदैन, त्यो चाहिँ नियमित बैठक बस्नु पऱ्यो। बरु भएर नै कोषमा अलिकति पैसाहरू राखेर भए पनि त्यो कोषलाई जगडा गरेर गरियो भने प्लम्बरलाई चुस्तो जो कोही बस्नु, त्यो यही बस्नुपर्छ भन्ने छैन त्यसमा चाहिँ। जो बाजे बस्दा पनि हुन्छ। अब सकेको थोरै पैसा दिए, अब धेरै दिन पनि गाह्रो छ। पैसा अलिअलि 1-2 पैसा उठाएर दिने। र अनि त्यसपछि हामीले यो प्रत्येक धारा बरु घर जोड्ने पानी, बरु घर पानी जोड्ने, पानी धारा चाहिँ खोला नराख्ने। जहाँ जस्तो धारा चाहिँदा खोल्यौँ र त्यसपछि नचाहिँदा बन्द गऱ्यौँ भने यो पानीले पुग्छ। अझ विराटनगरको अर्थात् सलेरतिरको, सलेर त छैन, विराटनगरतिर चाहिँ जस्तो चाहिँ यदि मिटर सिस्टम राख्ने हो भने मिटरमा उठेको अनुसारले पैसा तिर्ने व्यवस्था हुने हो भने यो पानीले अथाह हुन्छ। त्यो चाहिँ मैले घर बनाएको छु विराटनगरमा। मैले त्यही बनाएको छु, हिल ट्याङ्क राखेको छु माथिबाट। मैले मेरा घरमा पनि 10-15वटा धारा छन्। अब त्यो टोइलेट, बाथरुम अनि बाहिरभित्र घर सबैतिर छ। त्यहाँ पनि त्यही सिस्टम मैले यो फलो गरेको छु। त्यहाँ पनि मैले बुझेअनुसार यो चाहिँ पानी कन्ट्रोल जहाँसम्म हुन्छ नि पानी पुग्दो रहेछ, थोरै पानी पुग्दो रहेछ। यहाँ चाहिँ हाम्रो कन्ट्रोल छैन, धारा खुल्ला छन्, समस्याको जरो त्यति हो। यी 2टा कुरा। पानी त अब बेसिक निड भयो, त्यो मेन प्रब्लमै पर्छ होइन। अझै पनि चैत वैशाखमा त अब त्यत्रो खोलेर आउनु पर्यो नि त होइन।
अर्को चाहिँ जस्तै अब कुनै संस्था अथवा कुनै मान्छेले हेरिरहेछन् यो भिडियो अनि हाम्रो गाउँलाई हेल्प गर्न तयार भए या कुनै पनि केहीबाट भए चाहिँ हाम्रो गाउँमा के चाहिँ कुराको आवश्यक छ जस्तो लाग्छ हजुरहरूलाई? हजुर पनि भन्नु होइन, आफ्नो आफ्नो के चाहिँ कुरा बेसिक निड हो गाउँको डेभलपमेन्टको लागि, गाउँको विकासको लागि होइन? सबैभन्दा जरुरी पहिला चाहिँ यो हुनुपर्छ है, अनि अरू अरू हुँदै जान्छ भन्ने कुरा चाहिँ के लाग्छ तपाईँलाई? हाम्रो गाउँको लागि यहाँ दुई तिनवटा कुरै छन्। एउटा बाटोको अलिक समस्या छ, हामीलाई घुमेर आउनुपर्छ माथिदेखि, त्यो सिधै तलैबाट हाम्रो सिलबाट कायाघाटबाट अर्थात् मासतिर चाहिँ पाब्दुबाट यता सिधै आउने बाटो भइदिएर समस्या त्यहाँ छ। घुमेर आउन गुरुजीहरू पनि नमान्ने, हामीले जान पनि असजिलो भएको अवस्था छ। एउटा त्यो बाटो एउटा छ। अर्को बाटो पानी अहिले अब असारदेखि लिएर फागुनसम्मलाई यहाँको व्यवस्थापन गर्न सके यही पानीले पुग्ने छ। चैत वैशाख जेठलाई चाहिँ यो पानी पनि धान्न नसक्ने अवस्था, पानी कोही बेला सुकिदिने, कोही बेला भए पनि सानो हुने। अनि त्यसलाई चाहिँ अब कहीँबाट मुहान पनि नजिक नभएको आफूले गर्न पनि नसक्ने, अनि कहीँबाट तान्नु पऱ्यो भने कहीँबाट चाहिँ अब त्यसरी तान्ने पऱ्यो भने पम्पको माध्यमबाट तान्न त सकिने ठाउँ छ, तर त्यसको लागि बजेट निकै लाग्ने, अनि हामीले यहाँकाले मात्रै गर्न नसकिने अवस्था भएर यही, अनि हामी रुममा ल्याएको कारणै यही हो कि भनेपछि बाटो अनि पानी हेर्दै हजुरलाई चाहिँ, किनभने यहाँ त हामी दुईटा जेनेरेसन छौँ नि त, यता आमा हुनुभयो यता छोरा हुनुभयो, छोराको थर्ड डिफ्रेन्ट होला, हजुरको थर्ड डिफ्रेन्ट होला होइन? हाम्रो पनि त्यही, मेरो पनि त्यही हो कुरा। पानी नै मुख्य, अब पानी अनि बाटो पनि समस्या छ हामीलाई, किनभने माथि घुम्नुपर्छ, गुरुजीहरू आउनु मान्नुहुन्न, हामीले जान समस्या। अब जस्तै हिँड्नु पर्दा हिँडेर जानुपर्छ, कहाँ जानु पर्यो भने अब गाडीबाट चढक्क नजिकबाट चढेर जानु सकिँदैन, बाटो पनि बिग्रे हुन्छ। अर्को चाहिँ मलाई मनमा के आइरहेको थियो भने अब हाम्रो यहाँ ठुलो बाबा बिराम भएर बित्नु भएको थियो नि त होइन? अब केही न केही भन्ने हो भने हाम्रो उपचार हुनको लागि एकदमै नजिकमा राम्रो खालको हस्पिटलहरू त छैन, हामी कि त सल्लेरी पुग्न पर्यो होइन? त्यो पनि हो हाम्रो हस्पिटल छैन। अब एक्सन फर नेपाल भनेर उहाँहरूले एउटा हाम्रो बेपत्ताको थियो यस्तो घर भनौँ न, अब डेलिभरी गराउनु थिएन, भिडियो एक्सआर कोठा पनि थिएन, यस्तो पर्दा लाएर छिरेर घर पर्थ्यो। एक्सन फर नेपाल संस्था भन्ने संस्थाले हामीलाई धेरै सहयोग गर्नुभयो। अब मैले त 30 वर्ष काम गरेँ होइन हाम्रो हेल्पपोस्टमा, अनि त्यो संस्थाले चाहिँ हामीलाई पहिला त त्यति दुःख थियो, अहिले अलिक ऊ भइरहेछ, किनभने डेलिभरी गराउने ठाउँ छ, कोठा छन्, कोठा छ अहिले। त्यसमाथि पनि अब होइन अलिक ठुलो झट्टै इमर्जेन्सी केही पर्यो भने होइन त्यस्तो खालको चाहिँ यहाँ छैन, त्यस्तो छैन। अब त्यस्तो भइदियो त झन् हामी आभारी त हुन्थ्यौँ होला होइन? हाम्रा पछिका भविष्यका अब अभिभावकहरू त्यस्ता केस आउँदा होइन सबैलाई सजिलो हुन्थ्यो। अब मैले त छोडे पनि त मेरा अब नातिना छोरा बुहारी होइन अरू गाउँले नै होइन सबैलाई। अब कोही त सक्ने हो त सहरमा गएर कहाँ लगेर पढाउला नरे नसक्नेवाला होइन, हामी गाउँघरमा भयो दुखी गरिब पनि छौँ। त्यसले गर्दा त्यस्तालाई चाहिँ हामीलाई राम्रो हुन्थ्यो भइदिए, कोही संस्था आइदिए। ल अब हामीले गाउँघरको कुरा गऱ्यौँ होइन, गाउँमा चाहिँ एउटा कुरो म हामीले पानीको कुरो गर्दै गर्दा यहाँ धेरैवटा पानीको योजना पनि आए, त्यस्तै भए। पानी अलिक भने जस्तो भएन, खाना अलिकति पानी योजना चाहिँ आउने कागजी रूपमा मात्रै भयो, हामीले खाना उपयोग गर्न पाएनौँ। र हामीले कोही संस्थाहरूले मार्फत हामीलाई यसरी गरिदिने मान्छे भए चाहिँ यहाँको विकल्पमा यहाँ लुङ्खेसा खोलो भन्ने पानी छ, त्यो पानीको मुहान हाम्रै खेतको मुहानमा पर्छ होइन, खोलामा छ, खोलो हाम्रो खेतकै छेउमा हाम्रो जस्तो मुहान पानीको मुहान चाहिँ हाम्रै उसमा पर्छ। पानी अहिले त्यो पुरिएको अवस्थामा छ चाहिँ अहिले, तर त्यो पानी यदि कसैले पम्पको माध्यमबाट तानेर ल्याएर यो चाहिँ गाउँलाई खुवाउन सक्छु, म यदि गर्न सक्छु भनिदिने भए चाहिँ यहाँका धेरैजना मान्छे चाहिँ लाभान्वित हुने थिए। त्यो पनि एउटा पोसिबल वे हो भन्ने भयो होइन? तर त्यो चाहिँ त्यसै अब तान्नुपर्छ, पम्पको माध्यमबाट तान्नुपर्छ, त्यसको लागि बजेट अलिकति चाहिन्छ। हामीले सम्भव हुँदैन, अब कोही मान्छे मार्फत काहीँ संस्था मार्फत भयो भने चाहिँ सकारात्मक रूप पनि। हामीले गाउँको चाहिँ अब गाउँमा के गर्न सकिन्छ भनेर मैले यो गफ गरेँ होइन। अब चाहिँ पर्सनल आफूतिर आम होइन, हजुरलाई यहाँ वाकुमा रमाइलो छ, तपाईँ खुसी हुनुहुन्छ अहिलेको जीवनसम्म? म त खुसी छु नि, अनि आफ्नो गाउँ होइन हरियाली छ, ताजा खान पाइन्छ, भिटामिन भइहाल्यो होइन, त्यो भइहाल्यो।
तर आफ्नो पर्सनल जीवनमा चाहिँ त अब यो भइदियो हुन्थ्यो मलाई हुन्छ नि अब मरण त एक न एकचोटि आउँछ सबैको तर मर्नुभन्दा अगाडि मलाई यो चाहिँ देख्नु छ है अथवा यो चाहिँ गर्नु छ अथवा यो प्राप्त गर्नु छ भन्ने खालको केही कुरा छ त्यो त अब छोराछोरी बाहिर पढ्नु राम्रो हुनु ठुलो कार्यक्रम ल्याउनु तिमीहरू जस्ता नानीहरूले यस्ता कुरा ल्याउनु हामीलाई सिकाउनु त्यो भए अझ उत्सुकता भएर अझ ठुला राम्रा नयाँ कुराहरू ल्याए देख्थ्यौँ होला होइन यी मोबाइलहरू कहाँ देख्नु थियो अघि यसरी बोल्न कहाँ पाउनु थियो होइन फोन गर्न जानु पर्थ्यो भने कहाँ हुन्थ्यो एउटा के मोबाइल भन्छ नि फोन हुन्थ्यो कहाँ होइन त्यहाँ पुग्नु पर्थ्यो अहिले घरबाटै हेर्न सकिन्छ अनलाइनबाट जे छ सबैमा भएको कुराहरू देख्न पाइन्छ त्योभन्दा उत्सुकता नयाँ कुराहरू देख्न पाए हुन्थ्यो नयाँ सबै हेर्न मन छैन हेर्न पाए हुन्थ्यो यसरी बोल्न पाए हुन्थ्यो गीत गाउन पाए के हुन्थ्यो फलानले गीत गा फलानले यस्तो कुरा राखो भनेर हामी खुसी हुन्थ्यौँ होइन अहिले त झन् राम्रो आइरहेछ अनि दाइलाई चाहिँ अब एज अ करियर हजुरको टिचर छ होइन धेरै वर्ष नि भयो हजुर त्यो विधातिर इन्भल्भ हुनुभएको हजुर खुसी हुनुहुन्छ सेटिस्फाई हुनुहुन्छ टिचरको जब ठिक छ गाउँमा ठिक छ अब कुन मानेमा ठिक छ भने गरिबका छोराछोरीलाई पढाउनु पाएको छ पढ्न नसक्ने मान्छेलाई हामीले त्यो हाम्रो जबप्रति चाहिँ हाम्रो काम कर्तव्यप्रति चाहिँ आफू निष्ठावान चाहिँ रहनु पर्यो मैले यो चाहिँ मेरो यो कर्तव्य हो भनेर जानु पर्यो जे कर्म गरिरहनु भएको छ त्यो सबै खुसी हुनुहुन्छ होइन अनि नयाँ चाहिँ केही मलाई यो कुराहरू गर्न छ भन्ने खालको चाहिँ के छ त जीवनमा नयाँ कुरोमा त अब हामीले अहिले आएको यो सेवा सुविधामा चाहिँ अब जस्तै विद्युतीय हरेक कुराहरू छ नि विद्युतीय हरेक कुराहरू चाहिँ सञ्चार माध्यमबाट गएको छ हरेक कुराहरू भएको छन् त्यसमा चाहिँ हामीले धेरैभन्दा धेरै चाहिँ नयाँ कुराहरू चाहिँ जानेर चाहिँ सिकाउन पाए अझ राम्रो हुन्थ्यो भन्ने कुरो हामी अहिले पुरानै लेभलका पऱ्यौँ त्यही भएर अलिकति सिक्न चाहिँ गाह्रो हुन्छ क्या भर्खर आएको छ अनि एकैचोटि सिक्न चाहिँ गाह्रो हुँदो रहेछ सिक्दै गर्दाखेरि त सिकेर चाहिँ सिकाउन पाए चाहिँ अझ राम्रो हुने थियो भन्ने चाहिँ लाग्छ अब जस्तै अर्को क्वेसन चाहिँ मलाई गरिहाल्न मन लाग्यो अब अहिले हाम्रो गाउँमा कति धेरै ठाउँमा घरमा दसैँ तिहारमा मान्छेहरू छैनन् है नेपालमै भएर पनि धेरै घरमा त्यस्तो छ अब आउने जाने भाडा बढी भयो यो भयो त्यो भयो धेरै अनि यो प्रब्लम त गाउँभरि छ तपाईँहरूलाई के लाग्छ यो विषयमा खासमा सबैको बाउआमा त कुरिरहेको हुन्छ नि त होइन छोराछोरीलाई अघि भर्खर तल ठुलो ममलाई भेटेको थिएँ अब आउँदैन छोरा भन्नुहुन्छ धेरै टाढा त होइन नि त काठमाडौँ तर उनीहरू आउन पाइरहेको छैनन् गाडी भाडा आउने जाने नै त्यो दसैँ टर्ने खालको हुन्छ होइन यो विषयमा कस्तो लाग्छ तपाईँहरूलाई त्यो भाडा त अलिक कमै भए पनि हुन्छ नि हामीलाई त अब कमाउनु सकेको छैन होइन बल्ल यसो एउटा बाबुले कमाउँछ अनि अलिक कम भए त अब म भोलि जाँदैछु होइन तराईतिर नानीहरूलाई टिको लाउनु उनीहरू आउँदा धेरैजना आउनुपर्छ हामी जाँदा त अब आमा छोरा जाँदा पुग्यो त्यही भएर अलिक कमै भए त झन् राम्रो हुन्थ्यो अलिक कमै पैसा भए त हामीसित पनि पैसा तर हाम्रो गाउँमा कस्तो भने हाम्रो मात्रै घरको कुरा भएन हरेक घरको कहानी भयो नि त यो हरेक सबैको कुरा हो यो त सबैको हो र त सबैको तुलनामा भन्दैछु त म अनि त्यस्तै छ यसो बल्ल एउटा कुखुरो पालो एउटा बोको पालो होइन अनि यति पैसा जम्मा गऱ्यो अनि गयो जानेले नजानेलाई पनि त दसैँ टार्न गाह्रै छ अब टिका टाला भन्छन् महँगी यस्तै छ होइन जे पनि अब महँगी छ चामल ल्याउनु पर्यो भने कति एक बोराको 25 अब मामुली 25,000सम्म छ अनि नुन भन्यो भने त्यस्तै अब महँगी बढिरहन्छ के गर्नु त्यस्तै अनि दाइ हाम्रो गाउँमा अब जस्तै हामी जस्तै दाइ दिदी भन्ने कि भाइ बहिनी भन्ने हो कि सबैभन्दा धेरै के गरिरहेछन् करियर वाइज उनीहरू सक्सेसफुल छन् कि छैनन् गाउँमा केही गरिरहेछन् कि बाहिर के छ हाम्रो गाउँको हालत हाम्रो गाउँमा त्यस्तो त कहाँ हो र गाउँमा त खन्ने अनि काम गर्ने अब पैसा आयोजन छैन अनि अलिअलि आयोजन गरेर पैसा अलिक कमाउनु पर्यो भनेदेखि चाहिँ नाम जानु पर्यो अलिअलि एक दुई पैसा देखिन्छ र त्यसपछिबाट अनि अलि उमेर पुगेका बच्चाहरू उमेर पुगेका केटाकेटीहरू विदेश जाने गर्छन् पढाइलाई बिचैमा छोडेर जाने चाहिँ प्रायः त्यस्तै छ कि यहाँको माहौल चाहिँ एका दुई चाहिँ पढाइ एभरेजमा कति पढ्लान् मान्छेले यहाँमा एभरेजमा +2 चाहिँ गरेका छन् प्रायः यसो +2 गरेपछि त्यहाँदेखि अबको चाहिँ छैन अब कसैले त माथिसम्म निरन्तर गरिराखेको अवस्था छ छन चाहिँ तैपनि +2 गरेर कोही विदेश जाने कोही नाम्चीतिर अब ट्रेकिङहरू गर्ने यस्तै अब पैसा नभइकन गाह्रो छ पढ्नलाई पनि त पैसा चाहियो त्यो भएर चिन्ता अनि अब गरिबको छोराछोरी पढ्नु त गाह्रो छ त्यही भएर अब के गर्ने सरकारको अवस्था यस्तै छ नेपालको अवस्था यस्तै छ अब भ्रष्टाचारले ज्वरो गाजेको छ यो भ्रष्टाचार नियन्त्रण गर्न सक्ने मान्छे बहादुरी मान्छे निस्केला या ननिस्केला त्यो चाहिँ अब पछि
केही बताउला अहिले भन्न सकिँदैन। मलाई त निश्चय हुन्छ जस्तो लाग्छ छोरी। कस्तो भन्ने के जाँदा जाँदै चाहिँ तपाईँहरूलाई तर यो कुराहरू हुँदाहुँदै हाम्रो गाउँमा अब कस्तो राम्रो छ, हावा राम्रो छ होइन, दुःखै भयो नि आएको पानी फेरि मिठो पानी आउँछ होइन, यो कुराहरू त फेरि राम्रो छ नि त, जे पनि टिप्न पाइन्छ, यो कुराहरू त राम्रो छ नि त। अनि मान्छेसँग फेरि जमिन पनि धेरै छ होइन, के कुरा चाहिँ मिस हुन्छ त्यो टेक्नोलोजी अलिक कम हो क्या होइन। जस्तै अब हामीले धान काट्नु पर्यो सबै म्यानुअली गर्नु पर्यो, तराईको जस्तो मेसिनहरू हुँदैन होइन, मेसिन पनि जाने ठाउँ हुँदैन होला नि त। केही नै, त्यही त नि यहाँनिर प्रब्लम चाहिँ त्यही नै होला। त्यही हो हाम्रो, र हामी त गरिरहेको छौँ आफ्नो। उब्जाउ पनि कम हुने हो यहाँ, अलिकति तराईको तुलनामा उब्जाउ पनि अलिक कमै हुन्छ। अनि मान्छेलाई वर्ष दिनसम्म खाना अलिक नपुग्ने अवस्था छ। हरेक कुरा ताजा छन्, सबै राम्रो छ, रमणीय छ, ठाउँ ठिक छ, गर्मी छैन। ठाउँलाई चाहिँ अब यहाँको जस्तो पाइँदैन कि हावापानी त, यो हावापानी त यो नेपालमा मात्र नभएर यहाँको हावापानी चाहिँ लगभग नेपालको मध्ये पनि यहाँ राम्रो, त्यसमाथि पनि विदेशको त झन् अब विदेशको तुलनामा त नेपाल अब सगरमाथा भएकै जिल्ला हो। अब त विदेशमा त झन् समुद्र हुनेहरूमा त अब समुद्रको पानी फिल्टर गरी यहाँ त अब आफूले मुहान भएको पानी फिल्टर पनि गर्नु परेन होइन, यसो उमालेर खान्छौँ बर्खाको टाइममा, हिउँदामा चिसो पानी कलकल। ल अब लास्टमा चाहिँ के भन्न मन छ तपाईँलाई, हेर्ने मान्छेहरूको लागि केही मेसेज छ भने चाहिँ भन्नुहुन्छ? अब हेर्ने मान्छेहरूको लागि सबैभन्दा मेरो नाम चाहिँ मेरो नमस्कार, मेरो नाम चुडादेवी घिमिरे हो। हाम्रो घर सोलु खुम्बु, मापेतुतुसी गाउँपालिका वार्ड नम्बर 1, सापीको 1 अहिलेको 6। त्यस्तै हेर्ने मान्छेहरूले धेरै धेरै लाइक गरिदिनु होला। मेरो चाहिँ कुरा त्यही हो, र कमेन्ट गरिदिनु होला। हाम्रो लाइक कमेन्ट थाहा छ हाम्रो सुनेको छ नि, हाम्रो छोरीले बनाइदिनु, धेरै खुसी छु। बोल्न पायो धेरै मान्छेसित चाहिँ, यसो कुराहरू चिन्नेहरूले र जान्नेहरूले होइन देख्नु पनि हुन्छ। म दाहालकी छोरी, सलन दाहालकी छोरी भने चिन्नु पनि हुन्छ होला धेरैजनाले होइन। मेरो बाबाको नाउँ चाहिँ मधुलाल दाहाल हो। धेरै नातागोता पनि हुन्छ र मलाई माया गरेर धेरै मान्छे हुनुहुन्छ, अनि फोन पनि गर्नुहुन्छ कसैले त होइन। त्यसैले हाम्रो चाहिँ छोरी हुन्, देवर बाबुकी छोरी। ऊ चाहिँ धेरै अब मैले भिटामिन खुवाकी नानी हुन्, पढ्नु मेरै कुरा चाहिँ यसो विदेशमा पुऱ्याइदिनु भयो। यो चाहिँ मैले किन रेकर्ड गरिरहेको छु भने अब हामीलाई मेमोरी हुन्छ नि त। मैले एकचोटि युट्युबमा हालिसकेपछि त्यो डिलिट हुँदैन कि, तपाईँहरूले जसको मोबाइलबाट जहाँबाट पनि हेर्न पाउनुभयो होइन। प्लस हामीले यतिखेर हामीले यो कुरा भनेको थियौँ है भने अब 20 वर्षपछि त हाम्रा नानीहरूले हेर्लान् होइन, त्यो हेर्दाखेरि ओहो यो प्रब्लम रहेछ के त त्यतिखेर डेभलप भइसक्छ कि होइन। त्यो चाहिँ कैद गर्नको लागि, किनकि डिलिट हुँदैन त्यहाँबाट, त्यही भएर मैले यो कैद गर्नको लागि बनाएको। अनि सबैभन्दा खुसी म हाम्रो गाउँको बारेमा चाहिँ के भन्थ्यो भने सोध्छु होइन, म डिफ्रेन्ट मान्छेहरूलाई सोद्धाखेरि तपाईँलाई के चाहना छ भन्यो भने उहाँहरूको खाने लाउने सुत्ने त्यो बेसिक निड बाहेक केही पनि छैन कि। त्यत्रो ठुलो संसार उहाँहरूलाई चाहिएकै छैन कि। ठुलो संसार त मलाई चाहिएको छ नि, यस्तो यस्तो कुरा आएन अघि त खोइ अनि भन्न बेलामा आएन होइन। त्यो अब बोल्दै जाँदा आउँछ होला, सबैलाई अब के जानिँदैन नि त, भर्खर छ, त्यसैले नजानेको कुरा अलिअलि बोल्न गरेको। ल अनि दाइलाई चाहिँ जाँदा जाँदै के भन्न मन छ, हेर्ने मान्छेहरूलाई के मेसेज दिन मन छ भन्नु? हाम्रो गाउँको कुरो त छँदैछ, यहाँका समस्या पनि छन्, यहाँका अब राम्रा पक्ष पनि छन्, यहाँको सबै कुरा यस्तै हुन्। अब देशको अवस्था चाहिँ नाजुक भएको अवस्था छ। यहाँका धेरै भाइ बहिनीहरूले अस्ति ज्यान गुमाएको पनि अवस्था छ। त्यसलाई चाहिँ यो चाहिँ शान्तितिर यो देश गइदिएर दिगो विकास चाहिँ भइदियो हुन्थ्यो। र यो भ्रष्टाचारी जति छन् नि अहिले हामीले देखिराखेका छौँ, हामीले बोलेर पनि पार लगाउन सक्दैनौँ। र यस्ता कुराहरू चाहिँ नियन्त्रण भएर चाहिँ नयाँ नेपाल चाहिँ निर्माण भइदिएदेखि चाहिँ दिगो भइदिए चाहिँ दिगो शासन गरेर हामीलाई हरेक कुरामा र सगरमाथाको देश, विश्वमा उच्च भएको देश सगरमाथा देश नेपालको अवस्था यस्तो भएको देखाएको चाहिँ मलाई कता चाहिँ कोही बेला चाहिँ पिर पनि लाग्छ, के होला कस्तो होला, बा देश रहला या नरहला। त्यो भएको हुनाले देश चाहिँ यसलाई कोही गर्नै सक्ने सुरु मान्छेले चाहिँ लिदिएर चाहिँ यस्तो भ्रष्टाचार नियन्त्रण भएर चाहिँ राम्रो भइदिए चाहिँ अब आउने पुस्ताले चाहिँ सुख पाउने अवस्था रहन्थ्यो कि भन्ने लाग्छ।
अब माथिका पदमा भएका मान्छेहरूले के गर्छन् भन्ने एउटा कुरा छँदैछ, तर स्थानीय सरकार भन्ने पनि हुन्छ नि त, त्यहाँबाट अनि हामी नागरिकको पनि के काम हुन्छ भन्ने हुन्छ नि त, हामी पनि के गर्न सक्छौँ भनेर अब भोट दिँदाखेरि हामीले यो पार्टी भनेर दिन भएन होइन, छोरी त छँदैछ नि राम राम राम। हाम्रो कर्तव्य भनेको चाहिँ त्यो भयो। सुनका बोरा देखियो, पैसा डढेको देखियो, अब कोही नरिसाउनु होला होइन, पहिलाका अब सरकारहरू नरिसाइदिनु होला। सुनका बोरा देखियो, अब यहाँ त भूकम्प पीडित भयो, बाढी पीडित भयो, गाडी दुर्घटना भयो, हरेक कुरा भयो, तिनीहरूलाई अलिअलि उहाँहरूले थपेको भए राम्रो थियो मेरा मनलाई है। अनि म जस्ता आमाहरू कति हुनुहुन्छ होला होइन, त्यस्तालाई अलिअलि उहाँहरूले सहयोग गर्नुभएको, फलाना सरकारले यति दिनुभएछ, फलाना मन्त्रीले त यति दिनुभएछ भनेर भन्थे होला नि होइन। अब भूकम्पमा दुनियाँ खरका छाना छन्, हाम्रै खरको छानो छ है भूकम्प। खर त तर राम्रो हो, यो त गाउँघर त्यो त हो नि। अब छाउन समस्या हुँदो रहेछ, छोरी काट्नु भनौँ, अब बुढेसकाल लाग्यो, छोराछोरी बाहिर पढाउन मन लाग्दो रहेछ जमाना अनुसार है। अनि फेरि पनि भन्न चाहन्छु सबैलाई मेरो नमस्कार। यी ज्यानजी पुस्ताका बच्चाहरूले ज्यान गुमाएको चाहिँ मलाई पनि साह्रै मन दुखेको छ। दसैँ आएको बेला एउटै छोरो भनेको देखियो नि त, मोबाइलमा हेरियो, राति सुतिएन, पिर लाग्यो होइन। बिचराहरूले देशमा केही गरौँला भनेर गएका होलान् होइन। अनि पिर लाग्यो, आँसु नै आए, रोइयो, देशै रोयो, देशैका आमाहरू रोनुभयो, हामी पनि रोयौँ। आमा त कति रुनु भने हामी सबै रोयौँ। त्यसले गर्दा त्यसमा चाहिँ धेरै नै हामीलाई पीडा छ। र आमालाई के जति करोडै दिए पनि त छोराछोरी आउँदैन, तर सहिद भए पनि नभए पनि आफ्ना छोराछोरी आउँदैन त। त्यो ज्यान गुमाउनेहरूले चाहिँ अरूले त्यो ज्यान गुमाएको सम्झेर देशमा परिवर्तन भइदिए चाहिँ हुन्थ्यो, न्याय पाउँथे ती आमाहरूले र रहने ती पुस्ताहरूले। ती बिचारा एउटा के किशोरी ओखलढुङ्गा भन्थे, मलाई त त्यो राम्रो नाउँ पनि आएन। अलिअलि अब अर्काले मोबाइल देखाएर किशोरी कार्की अरे नाम। उहाँ बहिनी नानीले बिचारा, धन्यवाद दिन्छु मेरो मन हृदयदेखि नै। उहाँले गएर एकजनालाई उसमा स्कुटीमा लगेर हस्पिटल पुर्याएर त्यो स्कुटी लिएर आउँदाखेरि उहाँलाई चाहिँ त्यो को मान्छे भन्ने थाहा पाउनु भएन अरे उहाँ बहिनीले। अनि उसमा उहाँले चौकीमा बुझाइदिनु भएको छ उहाँ बहिनीले। अनि चौकीमा अब राति आगजनी भयो नि त। अनि चौकीमा त्यो बाइक के अरे स्कुटी कि बाइक के हो है जलो अरे। अनि बिचारा पैसा अलिअलि गरेर उठाएर कसैले अब दिनुभयो होला, उठाएर अनि उहाँ कता दिनुभयो त त्यो बहिनीले, राम्रो बुझेको पनि छैन, आफ्नो मोबाइल पनि छैन। अनि त्यस्तो भयो। त्यो गरेको पनि ठुलो धन्यवाद उहाँ बहिनीलाई पनि र अरू यो ज्यानजी पुस्तालाई पनि मेरो हृदयदेखि नमस्कार छ, धन्यवाद दिन्छु। र अब नयाँ संस्था ल्याउनु पर्छ। म पनि पहिला उठेकै हुँ, स्वतन्त्र पार्टी काङ्ग्रेस पार्टीकी थिएँ पहिला, छु अझै पनि काङ्ग्रेसै हो। भोट दिएन हाम्रा गाउँका मान्छे, भोट दिनु भएन, के अरे टिकट दिनु भएन, भोट होइन कि टिकट दिनु भएन। त्यसले गर्दाखेरि म पनि स्वतन्त्र उठ्छु भनेर उठेँ। स्वयंसेवा काम गर्थेँ पहिला, अब होइन गाउँ घुमेर काम गर्थेँ नि त, फिल्डमा काम गर्थेँ। अनि त्यसले गर्दाखेरि बिचाराहरूले गाउँ लिएर भोट दिनुभयो मलाई। हातको ल्याप्चे लाउनु भएको छ, छाप लाउनेले लाउनु भएको छ। 10 भोट हातको ल्याप्चे रद्द भएछ, 3 भोटले हारेँ म। स्वतन्त्र उठेकी थिएँ म। त्यही भएर अहिले अब नयाँ कुरामा जानुहुन्छ, सरकारहरू रिसाए हामी जान्छौँ नै भनेसम्म सक्छु नै। सरकार राम्रो मान्छेलाई भोट दिनु पर्यो, राम्रो मान्छेलाई भोट दिनु पर्यो, देश बनाउनु पर्यो। भ्रष्टाचार हुनु भएन। 3 फ्लाइट 4 फ्लाइट पैसा अन्त सुनका बोरा होइन, ती बोरा त कहाँबाट आयो त होइन, सुन तस्करले ल्यायो भन्थे। गाडीको भाउ घट्छ, चामलको अब खाने चामलको भाउ, तेलको सब हरेक कुराको भाउ बढ्छ, चिनीको भाउ बढ्छ। अनि गरिब जनताले चाहिँ त्यो सेवा सुविधा तीबाट पाउने हो कि भर्खर बढ्यो भने त्यो अनि त्यो भाउ बढ्ने कारणले ती भए। त्यही भएर गाडीको भाडा पनि घट्ने काम चाहिँ सुरु हुन्छ। भर्खर नियन्त्रण हुँदै गयो भने, अब सुशासन भएन भने, भर्खर मौलिएर गयो भने अब अरू अन्य देशले पनि कालो सूचीमा राख्ने, अन्य देशले पनि हामीलाई चाहिँ नमान्ने त्यस्तो अवस्था रहेको छ। र यही अवस्था रहिरह्यो भने अरू हाम्रा छिमेकी राष्ट्रहरूले चाहिँ
योलाई चाहिँ एउटा प्रान्तको रूपमा लिने हो कि भन्ने पनि डर लागिरहेको अवस्था छ। अब त्यो भइदिए चाहिँ भ्रष्टाचार मुक्त देश चाहिँ भइदिए हामीलाई हो, हामीलाई चाहिँ माथि सत्ता पनि चाहिएको छैन, हामी सत्तामा गएर गर्ने पनि केही सक्दैनौँ, गर्दैनौँ पनि। हामीले त्यो देख्न चाहेका हौँ। र जेनजी भाइ बहिनीहरूले निरज ढुङ्गानाले र रक्षा बमले ल्याएको सुरुमा उनीहरूले ती भाइ बहिनीले ल्याएको कुरा रहेछ र त्यो चाहिँ एकदम उहाँहरूले भाइ बहिनीले ल्याएको कुरा चाहिँ एकदम ठिक छ। हाम्रो त्यो 100मा 100 उनीहरूको भनाइमा ठिक मेरो पनि। तर अब त्यो माग पुरा गर्नलाई अहिले यहाँ रहेका सत्तामा रहेका अर्थात् सत्ताभन्दा बाहिर रहेका ठुला पार्टीहरूले चाहिँ त्यो गरिरहन चाहनु भएको छैन। त्योमा गइदिए यी ठुला दलहरूलाई पनि ठुलो उहाँहरूकै पछि त उहाँहरूकै त हो नि, उहाँहरूकै हातमा आउँछ कि आउन चाहिँ आउनको लागि चाहिँ उहाँहरूकै हातमा आउने हो। तर पार्टी चाहिँ अब रहने कि नरहने भन्ने दोषाजमा पुग्यो यतिखेरको अवस्थामा चाहिँ। राम्रो काम गरिदिने मान्छे भए त यो पार्टीबाटै पनि निस्किहाल्छ त। पार्टीबाट काङ्ग्रेस एमाले माओवादी होइन स्वतन्त्र राम्रो काम गरिदिने मान्छेहरू भइदिए भने त त्यहीँबाट अन्त त जाने कुरो भएन। पार्टीगतले चलाउने, देश त पार्टीले चलाउने हो नि त। तर राम्रो काम चाहिँ गर्नु पर्यो। भ्रष्टाचार चाहिँ निस्किनु भएन। भ्रष्टाचारले गर्दाखेरि देश यो अवस्थामा पुग्यो। के अरे सरकारी न्यायाधीशहरू पनि चाहिँ के अरे पार्टीगत रूपमा राख्नु भएन, भागभण्डामा राख्नु भएन। कुटनीतिकमा चाहिँ अब राजदूतहरू नियुक्ति गर्दाखेरि भागभण्डा राख्नु भएन। उहाँलाई फिल्डमा आयोगबाट नाम निकालेर राख्नु पर्यो। अनि हरेक कुराहरू चाहिँ त्यो भइदियो भने आयोगबाट चाहिँ सबै कुराहरू चाहिँ निर्मूल गर्न सकियो भने चाहिँ त्यसमा चाहिँ काहीँ पार्टीगत रूपमा जाँदैन पनि र निष्पक्ष न्याय पनि पाउने हुन्छ। न्यायालयमा प्रायः भागभण्डा छ नि, न्यायमा गएर केही पाउने आशै जनता मरिसक्यो कि त्यो भएको हुनाले गर्दाखेरि यस्ता कुराहरू चाहिँ मेन जरो भनेको भ्रष्टाचार हो। भ्रष्टाचार चाहिँ नियन्त्रण भइदिएर सुशासन कायम गरिदिएर आउने हो भने चाहिँ यहाँ नेपाल पक्कै पनि नेपाल सुखी जे भए पनि नेपाल चाहिँ सुखी, नेपालका जनताले सुख पाउने अवस्था रहन्थ्यो। ल अब आजको लागि चाहिँ भिडियो पनि लामो भयो होला। अब हामी बाई भन्दै आजलाई ठिक छ। अरू कुरा पनि थिए नि। अब भिडियो लास्ट लामो ठिक छ। अब जानी नजानी बोलियो होइन, माफ गरिदिनु होला। त्यति बोल्ने बानी पनि नभएकाले होला होइन। तर कहिले काहीँ गफ गर्न रमाइलो हुन्छ। रमाइलो